झापा बिर्ता मोडमा 160 सप भनेपछि यसरी मेला लाग्दो रहेछ। सबैजनाले हेर्नु होला है। 160 सपमा तपाईँहरू पनि को आउनुभएको छैन। आज मैले थोरै ब्लग क्याप्चर गर्ने कोसिस गरेको छु र हामी आज स्याटरडे होलिडे चाहिँ हाम्रो 160 सपमा चाहिँ के पाइँदो रहेछ भनेर एक्साइटेड भएर 160 मलतिर लाग्यौँ। र यहाँ आइपुग्दाखेरि चाहिँ एकदमै धेरै बाइकहरू अटोहरू पार्किङ गर्नुभएको देखेँ र यहाँनिरबाट चाहिँ ट्याक्कै हामी यो चाहिँ लोकेसन कहाँ हो भन्दाखेरि चाहिँ भद्रपुर बस स्ट्यान्डको छेउको बिल्डिङ रहेको रहेछ र हामी अटोबाट झऱ्यौँ र यहाँ चाहिँ यो बिल्डिङ रहेको रहेछ र हामीलाई चाहिँ खासै लोकेसन पनि थाहा थिएन र अटोवाला दाइलाई भन्ने बित्तिकै ल्याइदिनु भयो र हामी जाँदाखेरि चाहिँ एकदमै पातलो हुनुहुन्थ्यो, मान्छे खासै हुनुहुन्न थियो र हामी पनि लाग्यौँ 160 सपतिर। तर सटरहरू सबै बन्द गरिराख्नु भएको थियो। मान्छेहरू त खासै हुनुहुन्न थियो, एक दुईजना गरेर आउँदै हुनुहुन्थ्यो तर मान्छे नै हुनुहुन्न। सटर बन्द गरिराख्नु भएको छ भनेर गयौँ। जाँदाखेरि त गेट भित्रबाट हेर्दाखेरि त बाहिरबाट हेर्दाखेरि त एकदमै धेरै मान्छेहरू भित्र कमिलासरी हुनुहुँदो रहेछ। त्यही भएर चाहिँ बाहिरबाट सटर बन्द गरिदिनु भएको रहेछ। 160 सप भन्ने बित्तिकै मान्छे एकदमै धेरै आउनुहुँदो रहेछ र झोला सपिङ गरेर जाँदै हुनुहुँदो रहेछ। एकदमै धेरै सामानहरू राम्रो रहेछ भनेर हामी पनि बाहिर आधी घन्टासम्म कुर्यौँ र यो 160 सपको लागि एकदमै भिजिट नगरी त नजाने भनेर बसिरहेको थियौँ। आधी घन्टासम्म बस्दै म घरिघरि आफूलाई ब्लगमा क्याप्चर गर्ने कोसिस गरेँ र हामी बस्यौँ आधी घन्टासम्म बस्दाखेरि एकदमै धेरै भिड मान्छेहरू भेला भइसक्नु भएको थियो। मेला लागे जत्तिकै भइसकेको थियो र देख्न सक्नुहुन्छ। हेर्नु त यति धेरै मान्छे भइसक्यो। हामीलाई निकाल्ने सटरभित्र लाने कोसिस गर्नुहुन्न। यो कसैले चाहिँ लगेज पनि लगेर जाँदै हुनुहुन्छ। लगेज पनि पाइँदो रहेछ भनेको त, तर होइन रहेछ है। र भित्र हामीलाई बल्ल खोलिदिनु भएपछि चाहिँ मैले छोटो ब्लग क्याप्चर गरेँ अनि थोरै सामानहरू लिएँ म, किनकि मलाई हामीलाई उचित हुने खालको सामानहरू खासै मैले पाइनँ। र यहाँनिरदेखि हामीले यति नै सपिङ गरेर बाहिर निस्क्यौँ र बाहिर निस्केर अलिकति ब्लग क्याप्चर गर्दाखेरि मान्छेहरू थोरै कम त हुनुभएछ तर पनि आउने जाने क्रम अझै जारी नै छ है। अनि त्यस पछाडि हाम्रो चाहिँ अरू पनि सपिङ गर्नुपर्ने भएकोले हामी चाहिँ फेरि अटोवाला दाइलाई भनेर निस्क्यौँ र अब चाहिँ हामीले चाहिँ मजाले 160 सपको लागि चित्त बुझायौँ है। तपाईँहरूले पनि चित्त बुझाउनु भएको छैन भने चाहिँ चित्त बुझाउनु होला। र हाम्रो चाहिँ अरू पनि सामान किन्नुपर्ने भएकोले हामी चाहिँ यो पर्दा हेर्नको लागि हामी तन्ना पसलमा आयौँ र पर्दाहरू चुज गरेर एउटा राम्रो लागेर हामीले एक जोडी पर्दा किनेर आयौँ र हामी मसिनो सामानहरू किन्दै आयौँ र घरमा आइपुगेपछि यति भयो हाम्रो सामान र मैले देखाउँदैछु हजुरहरूलाई। हाम्रो सामान चाहिँ यति नै हो आजको। र हामीले चटपटी पनि लिएर आएको थियौँ। एकदमै धेरै भोक लागेको थियो। म चाहिँ एकदम धुर्मुस भएर आइपुगेको थिएँ र आजलाई यति नै। नेक्स्ट ब्लगमा फेरि भेटौँला। बाई बाई।